हेलो साथीहरू, नमस्कार। हामीहरू फाइनली गुरुकुल आइपुगेको छौँ। हजुरहरूलाई यही प्रसिद्ध स्थलको बारेमा मनोरञ्जन तथा जानकारीमूलक भिडियो प्रस्तुत गर्ने जमर्को गर्दैछौँ। अन्त्यसम्म बनिरहनुहोला। साथीहरू, यस स्थलका बारेमा भन्नुपर्दा पौराणिक तथा आधुनिक वास्तुकलामा सजिएको छ। जस्तै रामायण र महाभारतदेखि अन्य कालखण्ड अहिलेको आधुनिक उपकरणहरूको बारेमा हामीले हेर्न पाउनेछौँ। साथीहरू, अब लागौ भिडियोतर्फ। यो के हो, स्कुल होइन र यो? ए यहाँ पहिला त क्यान्टिन थियो त यार, कता गयो अहिले? सब पार्किङ छ त यहाँ त। हामीहरूले यहाँ चप्पल राख्न आउँदैछौँ। गुफाभित्र गइरहेको छौँ है। अब हामी माथिबाट गुफाभित्र गइरहेको छौँ यहाँबाट। अच्छा, फोटो ले सक्छ होइन? यहाँ के थिएटर पिक्चर लागिरहेको छ? यही हेर्न बसो यहाँ। बाहिर निस्क्यौँ अर्को हलमा। साथीहरू, पहिलो दृश्य देखाउँदैछौँ बालपनका कृष्ण गोपाललाई झुला झुलाउँदै, त्यो पनि आधुनिक उपकरणद्वारा साँच्चीकै जस्तो झुला झुलाइरहेको अवस्थामा हामीले हेर्न सक्छौँ। यस मूर्तिकलामा चाहिँ भगवान कृष्णका कंस मामालाई देखाइएको छ। दही चढेर खाइरहेको। यहाँ बालकृष्णले गुरुद्वारा शिक्षा हासिल गरिरहेको दृश्य हामीले सजिलै देख्न सकिन्छ। यहाँ चाहिँ भगवान शिव र पार्वतीका दुई पुत्रले माता पितालाई वरिपरि परिक्रम गरिरहेको दृश्य देख्न सक्नुहुनेछ। सीताले लगेर गएको बेला त्यो सीता सबरी नाम गरेकी वृद्ध भक्तसँग राम र लक्ष्मणको तस्बिर हामीले देख्न सक्छौँ। सीता मातालाई ल्याउनको लागि ढुङ्गामा श्रीराम लेखिएको समुद्रमाथि पुल बनाउँदै गरेको वानर सेनाका साथमा राम र लक्ष्मण पनि। यहाँ चाहिँ बालकृष्णले साङ्गीतिक क्षेत्रमा अभ्यास गर्दै जो हामीले देख्न सकिन्छ। यहाँ चाहिँ ठुलो राक्षसको मुख देखियो, जसमा सिङ्गो मान्छे सजिलैसँग भित्र छिर्न सक्ने रहेछ। हामीहरू यसको प्रवेश गर्दैछौँ। अब यहाँ भित्र जाँदैछौँ। अरे गुफा छ हौ यहाँ त। राक्षसको भित्र आएको के छ यहाँ भित्र? तल के छ हौ? हाम्रो डरलाग्दो गुफा छ यार। अहिले खान लाग्यो तिमीहरूलाई। अहिले त्यो हराउली बाघ पनि छ तल। कहाँ यो कहाँ शिव पार्वती शेषनाग हुन्छ। हामी तल छौँ कि माथि छौँ रश्मि? माथि छौँ कि तल छौँ? आधुनिक उपकरणद्वारा बनाइएको कमलको फुलको बीचको भागबाट भगवान निस्कने र भित्र पस्ने हामीले गरेको देखियो। त्यो हजुरहरूलाई मैले देखाउने कोसिस गरेँ। यो रुखमा चाहिँ के फलेको छ हौ यसरी? बाघ हो। अब यो मैले बटन दबाइरहेको छु। बटन दबाएको त हल्लियो है। माथि जाँदैछौँ। भगवान रामद्वारा अहिल्या देवीलाई ढुङ्गाको श्राप भगवान रामले पाउ राखिदिँदा श्राप मुक्त भएको छन्। विश्वको सबैभन्दा ठुलो पङ्खा भनेको पनि यही होला है। यो यत्रो पङ्खा छ। ए हाम्रो मान्छेहरू कहाँ गए भनेको त यहाँ पो रहेछ। रश्मि, तिमी यहाँ रहेछौ। यहाँ के छ भन्दाखेरि यो बटन दबाउने हो। यो बटन दबायो भने चाहिँ यसरी घुम्नु रहेछ है। यो त्यसपछि
यो पनि साइन्सको दुनियाँ हेर्नुहोस् यो एउटा सिधा लट्ठी कसरी घुसिरहेको छ यहाँ यो पनि त्यही हो यसमा सिंगल थियो यसमा चाहिँ डबल छ गति मार्ग के छ र यहाँ फुल देखिँदो रहेछ यो दुलोमा यसबाट चाहिँ आँखा लगाउने हो अनि यो चाहिँ हातले उङ्गलीले दबाउने हो भित्र चाहिँ के देखिन्छ सिनहरू देखाउँदो रहेछ हामी सबै अगाडि साथीहरू आज हामी धेरै घुम्दा घुम्दै कहिले तल कहिले माथि गरेर यहाँ खुट्टै दुखिसक्यो अझै घुमेर सकिएको छैन हेलमेट लगाइ बालको हैरान भएको छु यहाँ अब चाहिँ एकदम माथि आयौँ क्या आउनुहोस् साथीहरू म सबैभन्दा अग्लो भवनबाट म तपाईँहरूलाई बाहिरको दृश्य देखाउँदैछु मेरो हाउसमा गरिरहेछौँ यो चाहिँ कता हो बाटो हामीले भुलिरहेछौँ कता जताकतै मान्छे छ यो होइन ए यो कता कहाँ छ नि यो यता यता हो कता माथि पनि हरायो क्या कता नो 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 बस्नु ठाउँ रहेछ नि यहाँ बस्नु ठाउँ रहेछ त्यस्तै हेलिकप्टर पनि छ यहाँ यो बटनमा यसरी प्रेस गऱ्यो भने चाहिँ त्यो घुम्छ अब हामीहरू बाहिर निस्किरहेको छौँ हेर्नुहोस् न हामी अब सक्यो नि अब लास्ट जाने हो अब तल ओर्लिरहेको छौँ टिटो हेरिरहेको छौँ हामीहरू यो गार्डन चाहिँ जाने हो अहिले यो गार्डनमा जाने हो मेरो एक्जिट भइरहेको छ अब यहाँबाट पुलमा जाँदैछ हामीहरू ए बिचार रन्थ्यो के झुलुङ्गे पुल यो गुफाभित्र जाने हामीहरू गुफाभित्र जाँदैछौँ हामीहरू यो गुफाभित्र मुखभित्र गयो अबे अँधेरो छ कता हो के हो यो भूत जस्तो देख्दै यहाँ त भूत जस्तो छ त केले खान्छ यार राक्षस भूत 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 उबी खाइरहेछ यहाँ भूत यहाँ चिरफार गरेर खाँदैछ डर लाग्यो म त भागेँ छिटो साथीहरू नमस्ते फेरि पनि करिब हामीहरू भिडियोको अन्तिमसम्म हामीहरू आइपुगेको छौँ जाँदा जाँदै भन्नै पर्ने हुन्छ मैले भिडियो मन परेमा हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला भिडियो मार्फत हजुरहरू नयाँ जोडिनु भएको छ भने चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला है त अब आउने भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु हस्त नमस्कार।